चकमन्न गाउँ जहाँका खेतका गराहरू सिमेन्ट जस्तै कडा भएर फुटेका छन्, त्यहाँबाट यो कथा सुरु हुन्छ। वैशाखको प्रचण्ड घामले माटोको भित्री तहसम्मको चिस्यान सोसिएको छ। आकाश नीलो र सफा छ, तर त्यो सफा हुनु नै आज गाउँलेका लागि अभिशाप बनेको छ। बादलको एउटा सानो टुक्रा पनि क्षितिजमा देखिँदैन। हावा तातो लु जस्तै बहन्छ, जसले मानिसको छाला मात्र होइन, आशा पनि डराउँछ। गाउँका इनारहरू निकै गहिरा भइसकेका छन्, जहाँ बाल्टिन ठोकिँदा पानीको आवाज होइन, ढुङ्गाको सुक्खा आवाज आउँछ। तिर्खाएका गाईबस्तुका करङहरू छालाबाटै स्पष्ट देखिन थालेका छन्। बालबालिकाहरू आँगनमा खेल्न छोडेर छहारीमा सुस्ताएका छन्। यो केवल गर्मी मात्र होइन, यो त एउटा मौन अनि कालको सङ्केत हो। किसानहरू बिहानै उठेर आकाशतिर हेर्छन् र एउटा लामो सुस्केर हाल्दै फेरि टाउको झुकाउँछन्। खेतमा छरेका बिउहरू माटोमै डढेर खरानी भइसकेका छन्। गाउँको यो भयावह अवस्था देख्दा लाग्छ प्रकृतिले यो ठाउँलाई पूर्ण रूपमा बिर्सिसकेको छ। यस्तो सङ्कटको घडीमा गाउँका पाका पुराना मानिसहरू चौतारीको बरको फेदमा भेला हुन्छन्। उनीहरूका अनुहारमा चाउरी परेका धर्साहरूले धेरै हिउँद र वर्षा देखेका छन्। तिनीहरूमध्ये एकजना वयोवृद्धले बिस्तारै आफ्नो लौरो टेक्दै भन्छन् कि जब धरती यति विघ्न तिर्खाउँछ तब देवताहरूलाई जगाउनुपर्छ। उनी पुरानो लोककथाको स्मरण गराउँछन्, जहाँ भ्यागुतालाई वर्षाका देवता इन्द्रको सन्देशवाहक मानिएको छ। हामीले भ्यागुताको बिहे गरिदिनुपर्छ। उनको यो वाक्यले गाउँमा एउटा नयाँ तरङ्ग पैदा गर्छ। मानिसहरूमा एक प्रकारको अनौठो ऊर्जा भरिन्छ। विज्ञान र प्रविधिले हार खाएको ठाउँमा अब आस्था र परम्पराको सहारा लिने निधो गरिन्छ। यो केवल अन्धविश्वास मात्र होइन, यो त सामूहिक प्रार्थनाको एउटा स्वरूप हो, जहाँ मानिसहरू आफ्ना सम्पूर्ण दुःख र पीडालाई एउटा उत्सवमा बदलेर प्रकृतिसँग पानीको याचना गर्न तयार हुन्छन्। गाउँका तन्नेरीहरू र केटाकेटीहरू उत्साहका साथ भ्यागुताको खोजीमा निस्कन्छन्। सुक्खा खाल्डाखुल्डी, ढुङ्गाका काप र ओसिलो हुन सक्ने सम्भावित ठाउँहरूमा खोजी कार्य सुरु हुन्छ। निकै बेरको प्रयासपछि एउटा ठूलो, फुस्रो र गम्भीर देखिने भ्यागुतो फेला पर्छ, जसलाई बेहुला मानिन्छ। त्यसको केही समयपछि अर्को अलि सानो र चञ्चल भ्यागुती फेला पर्छ, जसलाई बेहुलीको रूपमा चुनिए। दुवैलाई छुट्टा छुट्टै बाँसका कोपरमा राखिन्छ। अब गाउँ दुई भागमा बाँडिन्छ, एउटा पक्ष बेहुलाको जन्ती र अर्को पक्ष बेहुलीको माइती। महिलाहरूले घरका आँगनहरू लिप्न थाल्छन्। ढिकी र जाँतोमा चामल कुट्न थालिन्छ। विवाहका लागि चाहिने टपरी गाँस्ने, दुना बनाउने र मण्डप सजाउने काम युद्ध स्तरमा अगाडि बढ्छ। खडेरीको त्रास बिस्तारै बिर्सिएर गाउँमा एउटा अलौकिक उल्लास छाउन थाल्छ। प्रत्येक घरबाट थोरै थोरै चामल, दाल र पैसा उठाएर सामूहिक भोजको तयारी गरिन्छ। बिहेको दिन बिहानैदेखि पञ्चेबाजाको धुनले गाउँ गुन्जायमान हुन्छ। दमाहा, ट्याम्को र झ्यालीको आवाजले सुनसान आकाशलाई चुनौती दिए जस्तो लाग्छ। बेहुला भ्यागुतालाई रातो कपडाले बेरिएको सानो रथमा राखिन्छ र गाउँका तन्नेरीहरूले त्यसलाई काँधमा बोक्छन्। उता बेहुलीको घरमा पनि रौनक कम छैन। उनलाई सानो फुली र गुनियो चोलीको स्वरूपमा सिँगारिएको हुन्छ। जन्तीहरू नाच्दै, गाउँदै र रमाइलो गर्दै बेहुलीको आँगनमा पुग्छन्। वृद्धाहरूले असाइरे गीत गाउँछन्, जसमा इन्द्र भगवानसँग पानीको भिक्षा मागिएको छ। मानिसहरूका आँखामा आँसु र ओठमा मुस्कानको अनौठो सङ्गम देखिन्छ। पुरोहितले विधिवत रूपमा मन्त्रोच्चारण गर्दै अग्नि स्थापना गर्छन्। सानो कुशको औँठी र चन्दनको टीका लगाएर दुवै भ्यागुताको वैवाहिक गाँठो कसिन्छ। सिन्दुर हाल्ने बेलामा सबैले ताली बजाउँछन् र जय इन्द्रको नारा लगाउँछन्। विवाह सम्पन्न भएपछि सबैजना मिलेर भोज खान्छन्। कसैको मनमा यो अन्धविश्वास हो कि भन्ने शङ्का छैन, बरु सबैको मनमा एउटै विश्वास छ, अब पानी पर्छ। बिहेपछि ती भ्यागुताका जोडीलाई बिदाई गर्ने समय आउँछ। उनीहरूलाई एउटा डोकोमा राखेर गाउँको अन्तिममा रहेको सुक्खा धारा वा पोखरीको किनारमा लगिन्छ। त्यहाँ पुग्दा सबैको स्वर गम्भीर हुन्छ। उनीहरूलाई बिस्तारै पानीको खोजमा छाडिन्छ, ताकि उनीहरूले धरतीको यो तर्पणलाई स्वर्गसम्म पुर्याउन सकुन्। मानिसहरू हात जोडेर आकाशतिर हेर्दै घर फर्कन्छन्। साँझ पर्न लाग्दा आकाशमा अचानक हावाको वेग परिवर्तन हुन्छ। तातो हावा चिसोमा बदलिन्छ। क्षितिजमा काला बादलका टुक्राहरू देखिन थाल्छन्। बिजुली चम्कन थाल्छ र मेघ गर्जनले धरती थर्कन्छ। अनि सुरु हुन्छ मुसलधारे वर्षा। पहिलो थोपा धरतीमा खस्दा माटोबाट एउटा मिठो सुगन्ध आउँछ।
मानिसहरू घर बाहिर निस्कन्छन् र रुज्दै खुसीले चिच्याउँछन्। बालबालिकाहरू हिलोमा खेल्न थाले भने वृद्धहरूले हात जोडेर आकाशतिर हेर्दै धन्यवाद दिन्छन्। फुटेका गराहरू पानीले भरिन थाल्छन् र भ्यागुताहरू खुसीले ठूलो आवाजमा टर्र गर्न थाल्छन्। यो वर्षा केवल पानीको थोपा मात्र थिएन, यो त गाउँलेहरूको विश्वास र एकताको जित थियो। खडेरीले डढाएको गाउँमा पुनः हरियालीको सपना पलाउन थाल्छ। यो परम्पराले सिकाउँछ कि जब मानिसहरू निस्वार्थ भएर प्रकृतिको आराधना गर्छन् तब प्रकृतिले पनि आफ्नो प्रेम वर्षाउन कन्जुसाइ गर्दैन। भ्यागुताको बिहेले गाउँमा खुसी र समृद्धि फिर्ता ल्याउँछ। पहिलो दिनको मुसलधारे वर्षाले सुक्खा धरतीलाई केही राहत त दियो, तर किसानका खेतका गराहाहरू अझै पूर्ण रूपमा भरिएका थिएनन्। आकाशमा बादलका पत्रहरू त देखिन्थे, तर ती बादलहरू स्थिर थिएनन्। हावाले बादललाई उडाएर अन्तै लैजाने हो कि भन्ने डर गाउँलेहरूको मनमा उब्जन थाल्यो। भ्यागुताको बिहेको भोलिपल्ट बिहानैदेखि गाउँमा एउटा नयाँ किसिमको उत्साह र आशंकाको मिश्रण देखियो। मानिसहरू आफ्ना कोदालो र हलो बोकेर खेततिर लागे, जहाँ माटो अहिले निकै नरम र ओसिलो भइसकेको थियो। हिजोको वर्षाले धरतीको बाहिरी तह त भिजायो, तर अन्न उब्जाउनका लागि अझै धेरै पानीको आवश्यकता थियो। गाउँका मुखियाले सबैलाई भेला गराएर भने कि प्रकृतिलाई फकाउने काम अझै सकिएको छैन। हामीले अब यो वर्षालाई निरन्तरता दिनका लागि इन्द्र पूजा र कृतज्ञता प्रकट गर्नुपर्छ। खेतबारीमा पुग्दा किसानहरूले देखे कि मरेका भनिएका धानका बिउहरूमा फेरि हरियो रंग पलाउन थालेको छ। माटोको सुगन्ध हावामा फैलिएको छ, जसले सबैको मनमा ऊर्जा भरिदिन्छ। बालबालिकाहरू हिजोको वर्षाले बनेका साना पोखरीहरूमा कागजका डुङ्गा बनाउन व्यस्त छन्, तर बुढापाकाहरू भने आकाशको रंग निहाल्दैछन्। उनीहरूलाई थाहा छ कि यो केवल सुरुवात मात्र हो। यदि यो पानी रोकियो भने फेरि खडेरीले उग्र रूप लिन सक्छ। त्यसैले गाउँका महिलाहरूले समूह बनाएर परम्परागत वर्षा गीत गाउन सुरु गर्छन्। उनीहरूको स्वरमा एउटा अनौठो करुणा र शक्ति छ, जसले प्रकृतिलाई सुत्न दिँदैन। प्रत्येक घरको दैलोमा कलश स्थापना गरिन्छ र पानीका देवतालाई निमन्त्रणा गरिन्छ। दिउँसोतिर घाम फेरि चर्किन थाल्छ। मानिसहरूको अनुहारमा चिन्ताका धर्साहरू देखिन्छन्। कतै हिजोको त्यो वर्षा एउटा संयोग मात्र त थिएन, कतै भ्यागुताको बिहेको प्रभाव यति चाँडै सकिएको त होइन? यस्तै प्रश्नहरू सबैको मनमा खेलिरहेका हुन्छन्। गाउँका युवाहरूले फेरि खोलाको किनारमा गएर हेर्छन्, जहाँ हिजो छाडिएका भ्यागुताका जोडीहरू अझै त्यहीँ रमाइरहेका भेटिन्छन्। भ्यागुताहरू पानीमा उफ्रिरहेको देख्दा गाउँलेहरूलाई अलिकति ढाडस मिल्छ। उनीहरूले महसुस गर्छन् कि प्रकृतिले संकेत दिइरहेको छ। गाउँमा सामूहिक रूपमा पञ्चामृत र प्रसाद बनाइन्छ र गाउँको थानमा चढाउन लगिन्छ। सबैले एउटै स्वरमा प्रार्थना गर्छन्, हे इन्द्रदेव, यो वर्षालाई नरोक्नुहोस्, हाम्रो प्राण धान्नुहोस्। साँझ पर्दै जाँदा मौसमले फेरि कोल्टे फेर्छ। पश्चिमबाट आएको कालो बादलको पहाड जस्तो ढिक्काले बिस्तारै घामलाई ढाक्न थाल्छ। चराचुरुङ्गीहरू हतार हतार आफ्नो गुडतिर फर्किरहेका छन्, जुन वर्षा हुने पक्का संकेत हो। हावामा एउटा चिसोपन मिसिन्छ, जसले शरीरमा काँडा उमार्छ। गाउँलेहरू आफ्ना गाईबस्तुलाई गोठमा सुरक्षित बाँध्छन् र दाउरा घाँस ओत लाग्ने ठाउँमा सार्छन्। अब आकाशको गर्जन हिजोको भन्दा अझ शक्तिशाली सुनिन्छ। बिजुली चम्किँदा पुरै गाउँ एकछिनका लागि उज्यालो हुन्छ। यो दृश्य डरलाग्दो भए पनि किसानका लागि भने यो संसारकै सबैभन्दा सुन्दर दृश्य हो। उनीहरू आफ्ना बारदलीमा बसेर आकाशको त्यो रौद्र रूपलाई प्रेमपूर्वक हेरिरहेका छन्। अकस्मात ठूला ठूला थोपाहरू छानामा बजारिन थाल्छन्। यसपालिको वर्षा हिजोको भन्दा धेरै सघन र निरन्तर छ। आकाशबाट पानी मात्र होइन, मानव खाएर मुरी उब्जाउने भरोसा खसिरहेको छ। खोलामा पानीको बहाव बढ्न थाल्छ र सुक्खा बगरहरू जलमग्न हुन्छन्। गाउँका कुवा र इनारहरूमा पानीको सतह माथि आउन थाल्छ। यो दोस्रो दिनको वर्षाले गाउँलेहरूमा पूर्ण विश्वास जगाउँछ कि उनीहरूको सामूहिक प्रार्थना र भ्यागुताको बिहेको संस्कार खेर गएको छैन। मानिसहरू अब ढुक्कसँग निदाउन सक्छन्, किनभने उनीहरूलाई थाहा छ भोलि बिहान जब उनीहरू उठ्नेछन् तब पुरै गाउँ हरियो र नयाँ जीवनले भरिएको हुनेछ। वर्षाको यो तालमा गाउँलेहरूले एउटा ठूलो पाठ सिक्छन्। उनीहरूले बुझ्छन् कि प्रकृतिसँगको सम्बन्ध केवल लिनुमा मात्र होइन, दिनु र सम्मान गर्नुमा पनि छ। भ्यागुता जस्तो सानो जीवलाई पनि सम्मान दिएर गरिएको त्यो अनुष्ठानले उनीहरूलाई प्रकृतिसँग जोडेको छ। रातभरिको वर्षाले गाउँका सबै धुलो र फोहोर पखालेर सफा बनाइदिन्छ। भोलिपल्टको सूर्योदय अर्कै आभा लिएर आउने निश्चित छ। किसानहरूले आफ्ना हलो र जुवालाई ढोगेर तयारी अवस्थामा राख्छन्। अब गाउँमा खडेरीको कथा सकिएको छ र समृद्धिको नयाँ अध्याय सुरु भएको छ। यो वर्षा केवल पानीको संग्रह होइन, यो त एउटा समुदायको अटल विश्वास र प्रकृतिको न्यायको संगम हो।
तेस्रो दिनको आगमनसँगै गाउँको दृश्य पूर्ण रूपमा फेरिएको छ। आकाश अझै पनि गाढा बादलले ढाकिएको छ, तर आजको हावामा एउटा छुट्टै शून्यता र शीतलता छ। हिजो र अस्ति परेको निरन्तर झरीले तिर्खाएको जमिनलाई निकै हदसम्म शान्त बनाएको छ। गाउँका साना खोल्साहरूमा पानीको कलकल आवाज सुनिन थालेको छ, जुन आवाज सुन्न गाउँलेका कान महिनौदेखि आतुर थिए। मानिसहरू आज बिहानै उठेर आफ्ना खेतका कान्लाहरू हेर्न निस्किएका छन्। कतै धेरै पानीले कान्लो भत्काएको त छैन, वा कतै पानी थुप्रिएर बिउ कुहिने डर त छैन भन्ने चिन्ता अब सुरु भएको छ। खडेरीको डर हटेर अब अतिवृष्टिको व्यवस्थापनतर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यो प्रकृतिको नियम नै हो, जहाँ अभाव सकिएपछि अधिकताको चुनौती सुरु हुन्छ। गाउँको बीचमा रहेको ठूलो पोखरी, जो केही दिन अघिसम्म धुलो उड्ने खाल्डो मात्र थियो, अहिले आधाभन्दा बढी भरिसकेको छ। त्यही पोखरीको किनारमा बसेर गाउँका केटाकेटीहरू हिलोमा लतपतिँदै खेलिरहेका छन्। उनीहरूका लागि यो पानी केवल जीवनको आधार मात्र होइन, एउटा ठूलो खेल मैदान पनि हो। भ्यागुताहरूको स्वर अब झन चर्को सुनिन थालेको छ। लाग्छ उनीहरू आफ्नो सफल वैवाहिक जीवनको उत्सव मनाइरहेका छन्। गाउँका महिलाहरूले आज घर घरमा खीर र सेलरोटी पकाउन सुरु गरेका छन्। यो खुसियालीको भोज हो, जुन उनीहरूले इन्द्र भगवान र ती नवविवाहित भ्यागुताहरूको सम्मानमा तयार पारेका हुन्। प्रकृति र मानव बीचको यो सम्बन्ध आज झन प्रगाढ देखिएको छ। किसानहरूले आज आफ्ना राँगा र गोरुहरूलाई विशेष स्याहार गरिरहेका छन्। हलोको फाली उद्याउने र जुवाका डोरीहरू बलियो कार्ने काम भइरहेको छ। अबको केही घण्टामा रोपाईको चटारो सुरु हुने निश्चित छ। खेतका गहराहरूमा जमेको पानी ऐना जस्तै टल्किरहेको छ, जसमा आकाशका काला बादलहरूको प्रतिबिम्ब प्रष्ट देखिन्छ। मानिसहरू एकअर्कालाई भेट्दा मुस्कुराउँदै सोध्छन्, खेतमा कति पानी जमेछ त? यो प्रश्नमा अब डर होइन, एउटा गर्व र सन्तुष्टि लुकेको छ। गाउँका पखेराहरूमा नयाँ पालुवाहरू पलाउन थालेका छन्। सुकेका रुखहरूले पनि नयाँ जीवन पाएको आभास हुन्छ। चराचुरुङ्गीहरूको चिरबिर आवाजमा आज एउटा छुट्टै लय मिसिएको छ, मानौ उनीहरू पनि यो वर्षाको गीत गाइरहेका छन्। दिउँसोतिर हल्का सिमसिम पानी परिरहन्छ, जसलाई किसानहरू अमृत मान्छन्। यो झरीले माटोलाई भित्रैसम्म खुकुलो बनाइदिन्छ। गाउँका पाका मानिसहरू चौतारीमा बसेर पुराना दिनका कुरा गर्छन्। उनीहरू भन्छन्, हाम्रा बाजे बज्जेले पनि यसै गरी भ्यागुताको बिहे गर्थे र सधैँ पानी पर्थ्यो। यो विश्वासले नयाँ पुस्तालाई पनि आफ्ना संस्कार र संस्कृतिप्रति गौरव गर्न सिकाएको छ। मानिसहरूले महसुस गरेका छन् कि कहिलेकाहीँ तर्क र विज्ञानभन्दा माथि विश्वास र सामूहिक भावना हुन्छ। यो तेस्रो दिनको शान्त वर्षाले सबैको मनमा एउटा कुरा प्रष्ट पारेको छ, धैर्यता र प्रार्थना कहिल्यै खेर जाँदैन। गाउँको वातावरणमा अब खडेरीको त्यो उकुसुमुसु कतै बाँकी छैन। गाउँका युवाहरूले आज पोखरीको सरसफाई गर्ने निर्णय गर्छन्। वर्षाले बगाएर ल्याएका फोहोर र पातपतिङ्गरहरू हटाउन उनीहरू सक्रिय देखिन्छन्। पानीको महत्त्व बुझेका उनीहरू अब यसको संरक्षणमा लागेका छन्। यो एउटा सकारात्मक परिवर्तन हो। भ्यागुताको बिहेले केवल पानी मात्र ल्याएन, गाउँमा एकता र सहकार्यको नयाँ ऊर्जा पनि भित्र्यायो। मानिसहरूले बुझेका छन् कि प्रकृतिलाई जोगाए मात्र आफू जोगिने हो। साँझ पर्दा गाउँका प्रत्येक घरमा दियो बालिन्छ। यो दियो कृतज्ञताको प्रतीक हो। झ्यालबाट बाहिर हेर्दा अँध्यारोमा पनि पानीका थोपाहरू टल्किरहेका देखिन्छन्, जसले भोलिको सुन्दर र समृद्ध भविष्यको सङ्केत गरिरहेका छन्। आजको रात गाउँमा निकै शान्त छ। मानिसहरू ढुक्कले निदाएका छन्, किनभने उनीहरूलाई थाहा छ कि भोलि बिहान खेतमा काम गर्नका लागि पर्याप्त पानी र उत्साह दुवै हुनेछ। खडेरीले डढाएका मनहरू अब शीतल भएका छन्। भ्यागुताहरूले आफ्नो काम गरिसकेका छन् र इन्द्र भगवानले आफ्नो बाचा पूरा गरेका छन्। यो तेस्रो दिनको समाप्तिसँगै गाउँमा एउटा नयाँ युगको सुरुवात भएको छ। अब कोही पनि भोकै मर्ने छैन, कसैको खेत बाँझो रहने छैन। यो विश्वास र प्रकृतिको मिलन नै वास्तवमा सबैभन्दा ठूलो उत्सव हो। वर्षाको यो मधुर सङ्गीतमा सिङ्गो गाउँ लोरी सुने जस्तै गरी निदाएको छ, एउटा नयाँ बिहानीको प्रतीक्षामा। चौथो दिनको सुरुवातसँगै गाउँमा एउटा नयाँ किसिमको व्यस्तता र कोलाहल थपिएको छ। आज आकाशबाट झरी केही थामिएको छ, तर धरती पूर्ण रूपमा जलमग्न छ। यो दिन गाउँलेका लागि हिलो खेल्ने र वास्तविक कृषि कर्ममा होमिने दिन हो। बिहानको झुल्के घाम बादलका छिद्रहरूबाट छिरेर खेतका गहराहरूमा पर्दा पानी सुनौलो रङ्गमा चम्किएको देखिन्छ। किसानहरूले आफ्ना हल गोरुलाई सजी सजाउ गरेर खेतमा उतारेका छन्।
हिलोको बास्ना हावामा फैलिएको छ, जुन बास्ना कुनै पनि बहुमूल्य अत्तरभन्दा प्यारो छ। बाउसेहरू कोदालो बोकेर आली लगाउन व्यस्त छन् भने रोपेनीहरूले असारे भाका गुन्जाउन थालेका छन्। भ्यागुताको बिहेले ल्याएको यो उल्लास अब केवल उत्सवमा मात्र सीमित रहेन, यो त पसिना र माटोको सङ्गम बन्न पुगेको छ। खेतका गराहरूमा पानीको छालसँगै मानिसहरूको हाँसो पनि मिसिएको छ। हिजोसम्म खडेरीले ओइलाएका अनुहारहरूमा आज एउटा अनौठो चमक र ओज देखिएको छ। मानिसहरूले एक अर्कालाई हिलो छ्यापाछ्याप गरेर रमाइलो गरिरहेका छन्। यो हिलो केवल माटो र पानीको मिश्रण होइन, यो त धरतीप्रतिको सम्मान र आगामी वर्षको खाद्यान्न सुरक्षाको आधार हो। गाउँका मुखियाले आज सबैलाई खेतमै खाजा खुवाउने प्रबन्ध गरेका छन्। ठूला ठूला ताउलाहरूमा चिया उम्लिरहेको छ भने डोकोमा टपरीका खाजाहरू खेतको कान्लासम्म पुर्याइदैछ। यो सामूहिक सहकार्यले गाउँको एकतालाई अझ बलियो बनाएको छ। भ्यागुताको बिहेले सुरु गरेको त्यो सानो धार्मिक अनुष्ठानले आज सिङ्गो समाजलाई एउटै कर्ममा बाँधेको छ। दिउँसोको चर्को घाम लाग्दा पनि कसैलाई थकानको महसुस भएको छैन। मानिसहरू भन्छन्, जति धेरै पसिना बगाइन्छ त्यति नै धेरै अन्न फल्छ। रोपेनीहरूले लय मिलाएर धानका बिउहरू रोप्दा खेतका गहराहरू बिस्तारै हरिया देखिन थालेका छन्। यो हरियाली देख्दा लाग्छ धरतीले नयाँ साडी पहिरिँदैछ। केटाकेटीहरू खेतको हिलोमा गडेउला र साना माछाहरू खोज्न व्यस्त छन्। कतै कतै तिनै विवाहित भ्यागुताका साथीभाइहरू पनि हिलोमा उफ्रिरहेको देखिन्छन्, जसलाई देखेर किसानहरू भन्छन्, यी त हाम्रा बालीका रक्षक हुन्। प्रकृतिले आफ्नो चक्र कसरी पूरा गर्छ भन्ने कुरा आज प्रत्यक्ष देख्न सकिन्छ। खडेरीको त्यो त्रासदी अब एउटा नराम्रो सपना जस्तो मात्र लाग्न थालेको छ। बेसीका खेतहरूबाट सुरु भएको यो रोपाईको लहर बिस्तारै पाखाहरूतिर उक्लिँदैछ। मानिसहरूमा एउटा अनौठो प्रतिस्पर्धा छ, कसले धेरै रोप्ने र कसले राम्रो आली लगाउने। तर यो प्रतिस्पर्धामा ईर्ष्या छैन, केवल प्रेम र उत्साह छ। पानीका साना कुलोहरू खेत खेतमा पुगेका छन्। ती कुलोको पानीले माटोको प्यास मात्र मेटाइरहेको छैन, किसानका सपनाहरूलाई पनि सिंचाइ गरिरहेको छ। गाउँका वृद्धहरू कान्लामा बसेर आफ्ना पुराना दिनका रोपाईको संस्मरण सुनाउँदैछन्। उनीहरू भन्छन् कि यसपालिको जस्तो पानी र यस्तो उत्साह धेरै वर्षपछि देखिएको हो। उनीहरूका अनुसार यो सबै ती भ्यागुता जोडीको आशीर्वाद हो, जसले स्वर्गका देवतालाई प्रसन्न तुल्याए। साँझ पर्न लाग्दा सबैजना थाकेर लथररान भएका छन्, तर उनीहरूको मनमा एउटा गहिरो सन्तुष्टि छ। शरीर हिलोले लतपतिए पनि मन भने गंगा जस्तै पवित्र र सफा भएको महसुस सबैले गरेका छन्। गोधुली साँझमा गाई बस्तुहरू कराउँदै घर फर्किरहेका छन्। आजको दिनले गाउँलाई आत्मनिर्भरताको पाठ सिकाएको छ। मानिसहरूले बुझेका छन् कि जब हामी प्रकृतिको नियमलाई सम्मान गर्छौं, प्रकृतिले हामीलाई कहिल्यै भोकै राख्दैन। घर फर्किदा सबैले एकअर्कालाई भोलिको कामको योजना सुनाउँछन्। आजको रात गाउँमा कुनै पनि घरको चुल्हो निभ्ने छैन, किनकि आज सबैको मनमा आशाको ज्योति बलेको छ। चौथो दिनको अन्त्यसम्ममा गाउँको आधाभन्दा बढी जमिन रोपाई भइसकेको छ। रातको समयमा फेरि हल्का झरी पर्न थाल्छ, जसले भर्खरै रोपेका बिउहरूलाई जीवन दान दिन्छ। ओछ्यानमा पल्टिएका किसानहरूले बाहिर परेको पानीको आवाज सुन्दै मुस्कुराउँछन्। उनीहरूलाई थाहा छ कि यो पानीले उनीहरूको मेहनतलाई खेर जान दिने छैन। भ्यागुताहरूको ट्वार र आवाज अझै पनि गुन्जिरहेको छ, जसले गाउँलाई सुरक्षाको आभास दिलाइरहेको छ। यो दिनले प्रमाणित गरिदिएको छ कि मेहनत र आस्था सँगै हिँडे भने असम्भव केही छैन। गाउँ अब पूर्ण रूपमा एउटा नयाँ लयमा फर्किएको छ, जहाँ केवल जीवन छ र जीवनको उल्लास छ। पाँचौं दिनको सुरुवातसँगै गाउँमा एउटा भिन्नै किसिमको शान्ति र स्थिरता छाएको छ। अघिल्ला दिनहरूको जस्तो चटारो र भागदौड आज अलि कम छ, किनकि धेरै जसो खेतहरूमा धान रोपिसकेको छ। अबको मुख्य काम भनेको लगाइएको बालीको हेरचाह र संरक्षण गर्नु हो। आकाशमा अझै पनि सेता र काला बादलका टुक्राहरू लुकामारी खेलिरहेका छन्। घाम र पानीको यो अनौठो सङ्गमले गाउँको दृश्यलाई कुनै सुन्दर चित्रकारको क्यानभास जस्तै जीवन्त बनाएको छ। हावामा चिस्यान छ र माटोबाट आएको त्यो विशिष्ट सुगन्धले पूरै वातावरणलाई सुगन्धित बनाएको छ। मानिसहरू आज अलि फुर्सदिला देखिएका छन्। उनीहरू चौतारीमा बसेर अबको बाली कस्तो होला भन्ने अड्कलबाजी गरिरहेका छन्। खेतका गरहाहरूमा हिजो रोपिएका धानका बिरुवाहरू अहिले सिधा भएर उभिन थालेका छन्। ती कलिला बिरुवाहरूले बिस्तारै माटो समात्न थालेको दृश्य देख्दा किसानहरूको मन हर्षले गदगद हुन्छ।
पानीको सतह स्थिर छ र प्रत्येक गराहमा आकाशको नीलो र बादलको सेतो रंग प्रतिबिम्बित भइरहेको छ। यो हेर्दा यस्तो लाग्छ कि धरती र आकाश आज एक अर्कासँग अङ्कमाल गरिरहेका छन्। गाउँका युवाहरूले आज कुलो र नहरको मर्मत गर्ने निर्णय गरेका छन् ताकि कति पनि पानी खेर नजाओस् र माथिल्लो भेगदेखि तल्लो भेगसम्मका सबै किसानले समान रूपमा सिँचाइको सुविधा पाउन सकुन्। भ्यागुताको बिहेले ल्याएको त्यो एकताको भावना अब सामाजिक कार्यमा परिणत भएको छ। गाउँका महिलाहरूले आज एउटा सानो पूजाको आयोजना गरेका छन्। यो पूजा प्रकृतिलाई धन्यवाद दिनका लागि हो। उनीहरूले खोलाको किनारमा गएर जहाँ ती भ्यागुताहरूलाई बिदाई गरिएको थियो त्यहाँ फूल र अक्षता चढाउँछन्। उनीहरूको विश्वास छ कि यदि हामीले प्राप्त गरेको कुराप्रति कृतज्ञता प्रकट गरेनौं भने प्रकृति फेरि रिसाउन सक्छ। खोलामा पानीको बहाव अहिले सन्तुलित छ। ती भ्यागुताहरू सायद कतै ढुङ्गाको कापमा लुकेर विश्राम गरिरहेका होलान्, तर उनीहरूको उपस्थितिको महसुस पूरै गाउँले गरिरहेको छ। भ्यागुताको बिहे एउटा घटना मात्र नभएर यो गाउँको इतिहासमा एउटा महत्त्वपूर्ण मोड बनेको छ, जसले मानिसलाई जीवजन्तु र प्रकृतिसँग प्रेम गर्न सिकाएको छ। दिउँसोतिर हल्का बतास चल्न थाल्छ। यो बतासले धानका साना बिरुवाहरूलाई हल्कासँग हल्लाउँदा खेतमा एउटा हरियो लहर सृजना हुन्छ। यो लहर देख्दा किसानका आँखाहरूमा भविष्यको सुनौलो सपना झल्कन्छ। गाउँको पाठशालामा आज शिक्षकले विद्यार्थीहरूलाई यही भ्यागुताको बिहेको सांस्कृतिक र वातावरणीय महत्त्वको बारेमा बुझाइरहेका छन्। उनी भन्छन् कि कसरी हाम्रा पुर्खाहरूले धर्म र संस्कृतिको माध्यमबाट पर्यावरण सन्तुलनको सन्देश दिएका थिए। बालबालिकाहरू आँखा झिम्का नगरी सुन्छन् र उनीहरूमा आफ्ना संस्कारप्रति गर्वको भावना जाग्छ। खडेरीको समयमा जुन डर उनीहरूको अनुहारमा थियो, आज त्यो पूर्ण रूपमा हराएर आत्मविश्वास र जिज्ञासामा बदलिएको छ। साँझको समयमा गाउँको मन्दिरमा भजन कीर्तनको आवाज सुनिन्छ। मानिसहरू भेला भएर पानीका देवता इन्द्र र सृजनाका देवताहरूको प्रार्थना गर्छन्। उनीहरूले अनुभव गरेका छन् कि जब समाजमा सङ्कट पर्छ तब सामूहिक शक्ति र अटुट विश्वास नै एकमात्र सहारा हुन्छ। आजको साँझमा एउटा अनौठो शून्यता छ, जुन शून्यतामा सन्तुष्टि लुकेको छ। गाउँका पशुपक्षीहरू पनि आज निकै शान्त र तृप्त देखिन्छन्। पानीको अभावमा रुखो बनेका चौरहरूमा अब हरियो घाँस पलाउन थालेको छ, जहाँ बाख्राका पाठापाठीहरू उफ्रिरहेका छन्। यो पूर्ण रूपमा पुनर्जन्म पाएको गाउँ जस्तो देखिन्छ। रात पर्न लाग्दा आकाशमा जुन र ताराहरू देखिन थाल्छन्। धेरै दिनपछि देखिएको यो सफा आकाशले सबैलाई मोहित बनाउँछ। झ्यालबाट बाहिर हेर्दा खेतमा जमेको पानीमा जुनको छाया टल्किरहेको देखिन्छ। यो दृश्य यति शान्त छ कि यसले मानिसको मनका सबै चिन्ताहरू पखालिदिन्छ। आजको रात किसानहरू लामो र गहिरो निन्द्रा सुत्नेछन्, किनभने उनीहरूको मेहनतले माटोमा जरा गाडिसकेको छ। भ्यागुताहरूको मधुर स्वर पृष्ठभूमिमा अझै पनि बजिरहेको छ, मानौ उनीहरूले यो धरतीलाई लोरी सुनाइरहेका छन्। 5औं दिनको यो समापनले गाउँमा समृद्धिको स्थायित्व र प्रकृतिको आशिषलाई अझ प्रगाढ बनाएको छ। 6औं दिनको आगमनसँगै गाउँमा एउटा गहिरो आत्मीयता र उत्सव पछिको शान्ति छाएको छ। यो दिन केवल कामको मात्र होइन, बरु प्रकृतिको परिवर्तनलाई नियाल्ने र त्यसलाई आत्मसात गर्ने दिन हो। आकाश अहिले पूर्ण रूपमा खुलेको छैन, तर बादलहरू निकै पातला भएका छन्। ती बादलका छिद्रहरूबाट छिनछिनमा झुल्किने घामले खेतका गहराहरूलाई हीरा जस्तै चम्काइरहेको छ। हिजोसम्मको हिलो र धमिलो पानी अब सङ्लो हुन थालेको छ। प्रत्येक गहरामा रोपिएका धानका बिरुवाहरूले माटोमा आफ्नो पकड बलियो बनाइसकेका छन्। ती कलिला हरिया पातहरूमा अडिएका शीतका थोपाहरूले धरतीको नयाँ श्रृङ्गारको कथा सुनाइरहेका छन्। किसानहरू आज आफ्ना खेतको आलीमा बसेर सन्तोषको लामो सास फेरिरहेका छन्, जहाँ केही दिन अघिसम्म केवल धुलो र निराशा मात्र थियो। गाउँको आर्थिक र सामाजिक जीवनमा यो 5 दिनको अन्तरालमा निकै ठूलो परिवर्तन आएको छ। खडेलीले गर्दा मानिसहरूमा जुन रुखोपन र रिस थियो, त्यो अब दया र सहयोगमा बदलिएको छ। आज गाउँलेहरू सामूहिक रूपमा गाउँका पुराना धारा र पँधेराहरूको सरसफाइमा जुटेका छन्। पानीको अभावले कति कष्ट दियो भन्ने कुरा सबैले बुझेका छन्, त्यसैले अब पानीका मुहानहरूलाई सफा राख्नुपर्छ भन्ने चेतना सबैमा पलाएको छ। युवाहरूले मुहान वरिपरि ढुङ्गाको पर्खाल लगाउने र फोहोर हटाउने काम गरिरहेका छन्। यो कुनै सरकारी आदेशले होइन, बरु भ्यागुताको बिहेले ल्याएको चेतना र भावनात्मक एकताको परिणाम हो। मानिसहरूले बुझेका छन् कि प्रकृतिसँगको सहअस्तित्व नै मानव जीवनको आधार हो। दिउँसोको समयमा गाउँका महिलाहरू वनतिर घाँस काट्न निस्केका छन्। वनका पाखाहरूमा पनि नयाँ पालुवा र घाँस पलाउन थालेका छन्। पानी परेपछि वनको रङ पनि गाढा हरियो भएको छ।
वनमा काफल, ऐसेलु र अन्य जङ्गली फलहरू पाक्न थालेका छन्, जसले चराचुरुङ्गीहरूलाई खुसी बनाएको छ। गाउँमा आज भकारी पुज्ने चलन जस्तै एउटा सानो अनुष्ठान गरिन्छ। प्रत्येक घरका मुलीले आफ्नो रित्तो भकारी अगाडि बसेर आगामी वर्ष अन्नले भरिपूर्ण होस् भनी कामना गर्छन्। यो विश्वास छ कि यदि भ्यागुताको बिहेपछि परेको झरीले खेत बित्छ भने भकारी कहिल्यै खाली हुँदैन। मानिसहरूमा एउटा अदम्य साहस पलाएको छ कि अब अनिकालले उनीहरूलाई छुने छैन। खेतका कुना काप्चामा अहिले पनि भ्यागुताहरूको चलखेल देख्न सकिन्छ। बेहुला र बेहुली भनिएका ती दुई भ्यागुताहरू सायद कतै पोखरीको गहिराईमा आफ्नै संसारमा रमाएका होलान्, तर गाउँलेहरूका लागि उनीहरू नायक बनेका छन्। केटाकेटीहरू अहिले पनि भ्यागुता देख्दा उनीहरूलाई जिस्क्याउँदैनन्, बरु सम्मानपूर्वक हेर्छन्। यो एउटा ठूलो सांस्कृतिक परिवर्तन हो, जहाँ एउटा सानो जीवलाई पनि भगवानको दूत मानेर पुजिन्छ। गाउँको चौतारीमा बसेका वृद्धहरू भन्छन्, धरतीको आँसु पुछ्न सानो प्रयास नै काफी हुन्छ। उनीहरूका कुरा सुन्दा लाग्छ यो 6औं दिनले गाउँलाई केवल पानी मात्र दिएन, बरु हराउन लागेको मानवीय संवेदना र जीव प्रेम पनि फिर्ता ल्यायो। साँझपख आकाश फेरि अलिकति अँध्यारो हुन्छ र हल्का सिमसिम पानी पर्न थाल्छ। यो झरी अघिल्ला दिनहरूको जस्तो विनाशकारी वा ठूलो छैन। यो त केवल रोपेका बिरुवालाई सिंचाइ गर्ने न्यानो झरी हो। गाउँका घरहरूबाट आउने दाउराको धुवाँ र माटोको बास्ना मिलेर एउटा अलौकिक सुगन्ध सृजना भएको छ। मानिसहरू आफ्ना पिँढीमा बसेर पानी परेको हेर्दै मकै भटमास चपाइरहेका छन्। छिमेकीहरू बीच अब पानीको बाँडफाँडलाई लिएर झगडा छैन, बरु तपाईको खेतमा कति पानी पुग्यो भन्ने चासो र सहयोगको भावना छ। यो दिनले सामाजिक सद्भावको नयाँ उदाहरण पेश गरेको छ। रात पर्दै जाँदा गाउँमा एउटा अनौठो संगीत सुनिन्छ। खोलाको गडगडाहट, झ्याउकिरीको आवाज र टागा कतै बजिरहेको बाँसुरीको धुनले वातावरणलाई शान्त बनाएको छ। किसानहरूले आज आफ्ना गोरुहरूलाई टन्न घाँस र खोले खुवाएका छन्। ती अबोध जनावरहरूका आँखामा पनि एउटा सन्तुष्टि देखिन्छ। आजको रात सबैका लागि मिठो निन्द्राको रात हो। खडेरीको समयमा रातभरि गर्मीले गर्दा निन्द्रा नलाग्ने मानिसहरू आज चिसो हावाको स्पर्शमा आनन्दले सुत्नेछन्। 6औं दिनको यो समापनले भोलिको अन्तिम उत्सव र समृद्धिको पूर्णताका लागि बाटो प्रशस्त गरेको छ। यो विश्वासको जीत हो, यो एकताको जीत हो र यो प्रकृतिको अनुपम उपहार हो।